अब प्रमुख प्रतिपक्ष र प्रतिपक्षमा रहेका अन्य दलहरूले जे माग राखिरहेका छन् त्यो विषयवस्तुलाई सरकारले सम्माननीय प्रधानमन्त्रीज्यूले खास गरी गहिरोपूर्वक थप संवाद पनि गर्नुपर्छ, सुन्नु पनि पर्छ। प्रमुख प्रतिपक्षको र प्रतिपक्षी दलहरूको कर्तव्य नै हो सरकारको सन्दर्भमा केही पनि विषयवस्तु कमजोरी अनुभूति भयो भने त्यसबारेमा प्रश्न पनि उठाउने, त्यो बारेमा सरकारलाई घेर्ने, सरकारलाई दबाब दिने प्रतिपक्षीय कर्तव्य नै हो। त्यस हिसाबले अहिले संसदमा प्रतिपक्षले राख्दै गरेको विषयवस्तुको सन्दर्भमा सबभन्दा बढी गम्भीर भएर प्रधानमन्त्रीले नै सुन्ने, सरकारले नै सुन्ने कर्म गर्नुपर्छ। सँगैमा भिजिट भिसा प्रकरणको सन्दर्भमा मलाई भन्नु के छ भन्दाखेरि भने यो अत्यन्तै गम्भीर घटना भएको छ। जे बाहिर आएको छ त्यसअनुसार सोझा सरल नेपालीले बाहिर जाँदै गर्दाखेरि उनीहरूमाथि चाहिँ आर्थिक रूपमा चाहिँ जे प्रकारको व्यवहार भएको छ त्यो व्यवहार अत्यन्तै गम्भीर भएको छ र चर्चामा आएअनुसार, अनुसन्धानको क्रममा सुनिएअनुसार यो अलि लामो समय अगाडिदेखि नै भइआएको थियो। त्यसैले भिजिट भिसा प्रकरणको सन्दर्भमा गहिरोसँग अनुसन्धान हुनुपर्छ। यसमा जो कर्मचारी होलान्, यसमा अनुसन्धान गर्नुपर्दा कर्मचारी या मन्त्री या नेता कोही पनि हुनुहुन्छ, जो पनि भने यसलाई चाहिँ गहन अनुसन्धान गरेर जानुपर्छ, पहिलो कुरो। दोस्रो कुरो, यो सन्दर्भमा गाँसिएको विषय चाहिँ गृहमन्त्रीको राजीनामासँग सम्बन्धित बटम लाइन नै बनाएको छ प्रतिपक्ष। अब अनुसन्धान गर्दै गर्दाखेरि अख्तियारले यदि कुनै निश्चित उजुरीको आधारमा या कानुनी भाषामा सो मोटो भन्छ, सार्वजनिक रूपमा चर्चा परिचर्चा भएको कुराको आधारमा यदि मन्त्री उप पनि यस सन्दर्भमा अनुसन्धान भइरहेको छ भने स्वाभाविक छ कि मन्त्रीले पत्याग गर्नुपर्छ। तर तपाईँ हामी सबैले जानिरहेकै कुरो, मिडियाका साथीहरूले लेखिरहेकै कुरो, यो अनुसन्धान अख्तियारले गरिरहेको छ र अख्तियारले गरिरहँदै गर्दाखेरि चाहिँ मन्त्रालयसँग आबद्ध कर्मचारीहरू छन् अथवा एयरपोर्टमा रहेका कर्मचारीहरू छन्। कर्मचारीमाथि अनुसन्धान हुँदै गर्दाखेरि जो माथि अनुसन्धान भइरहेको छ, अनुसन्धानको कुरोलाई सबैभन्दा बढी केन्द्रित त्यहीँ गर्नुपर्छ। अनुसन्धान गर्दै गर्दा, अनुसन्धानले लहरो तान्दै गर्दा, पहरो तान्दै गर्दा गृहमन्त्रीको टेबलमा पुग्छ भने स्वाभाविक छ गृहमन्त्रीले त्यस बेलामा छोड्नुपर्छ भन्ने विषय आउँछ। अन्यथा हालकै अवस्थामा चाहिँ गृहमन्त्रीले राजीनामा दिनु मुनासिब देखिँदैन। अब यसो हो, मुनासिब नमुनासिबको कुरै भएन। विश्वप्रकाश शर्मामाथि उजुरी पर्ने अनि तपाईँमाथि छानबिन हुने त हुँदैन नि। विश्वप्रकाश शर्मामाथि उजुरी पर्ने, विश्वप्रकाशको छोरा या छोरी पक्राउ पर्ने भन्ने हुँदैन। त्यसकारण अहिले के भन्दाखेरि भने अघिल्लो गृहमन्त्रीजीसँगको कुरालाई गाँसेर अलिकति आवेग प्रकट हुन खोजे जस्तो संसदमा मैले देखेको छु। अघिल्लो पटकभन्दा अहिले अलिकति फरक कुरा छ। अघिल्लो पटक पोखरामा पूरक उजुरी परेको विषय थियो सम्बन्धित गृहमन्त्रीजीको नाममा। अहिले गृहमन्त्रीजीकै नाममा कुनै उजुरी परेको अवस्था हो भने त्यसलाई त्यही कोणबाट हेरौँ, त्यसरी उजुरी परेको देखिँदैन। दोस्रो कुरो, अघिल्लो गृहमन्त्रीजीको पालामा अनुसन्धान कसले गरिरहेको थियो सहकारी ठगीको सन्दर्भमा भन्दा सिआइबीले गरिरहेको थियो। सिआइबी को अन्तर्गत पर्दछ भन्दा नेपाल सरकारको गृहमन्त्रीजी अन्तर्गत, गृह मन्त्रालय अन्तर्गत। अहिले भिजिट भिसा प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ भन्दा होइन। कसले अनुसन्धान गरिरहेको छ भन्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले। अख्तियार दुरुपयोग अनुसन्धान आयोग गृह मन्त्रालय अन्तर्गत पर्छ भन्दा पर्दैन। त्यस हिसाबले मैले जम्मा यति मात्रै टिप्पणी गर्नु छ, उजुरी जो व्यक्तिहरूमाथि परेको छ त्यो उजुरीलाई गहिरो अनुसन्धान गरिनु पर्यो। अनुसन्धान गर्ने क्रममा लहरो तान्दै गर्दा पहरो जान्छ भन्ने जुन छ नि, यदि त्यो हो रहेछ भने त वर्तमान गृहमन्त्रीजी त्योभन्दा अगाडिका मन्त्रीहरू पर्नुहुन्छ भने पनि, प्रधानमन्त्रीसम्म पुग्छ भने पनि कानुनको जे कारबाहीको दायरा हो त्यो दायरामा सबै आउनुपर्छ। अहिले चाहिँ के भइरहेको छ भने अहिले चाहिँ नि तपाईँको गृहमन्त्रीको राजीनामाबाट पनि विपक्षीहरू अलि ब्याक भएको जस्तो, लचिलो भएको जस्तो देखिन्छ। प्रधानमन्त्रीको जुन जवाफको कुरा उहाँहरूले गरिराख्नु भएको थियो त्यहाँबाट पनि ब्याक भएको जस्तो। अहिले तपाईँले जुन छानबिन गरौँ, अनुसन्धान गरौँ भनेर भनिराख्नु भएको छ, उहाँहरूको पनि माग अहिले बिस्तारै त्यही छानबिन समिति, न्यायिक आयोग, न्यायिक समिति के हो यो एउटा नाम होला, त्यो छानबिनका लागि बनाऊ भन्ने छ। त्यसका लागि चाहिँ तपाईँहरू तत्पर हुनु भएन भन्ने छ। त्यो किन लचिलो हुन सक्नु भएन? तपाईँ पनि भन्दै हुनुहुन्छ छानबिन गरौँ। होइन, अहिले यसो छ, तपाईँको चाहिँ प्रमुख प्रतिपक्ष र अरू प्रतिपक्षी दलहरूले उठाएको मुद्दाको सन्दर्भमा त स्वाभाविक छ नि संसदीय व्यवस्थाभित्र यो प्रकारका प्रश्न उठ्ने, दबाब दिने,
माग राख्ने विषयवस्तु त हुन्छन्। त्यो हुँदै गर्दाखेरि सहमति एउटा निश्चित बिन्दुमा नै हुन्छ। सम्माननीय सभामुखले यसबीचमा पहल पनि गरिरहनु भएको छ दलहरूको बिचमा संवादको। सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो प्रमुख प्रतिपक्षी दलको नेतासहितको सहभागितामा पनि छलफलहरू गर्नुभयो। संवादहरू भइरहेका छन्। संवाद मार्फतबाटै एउटा निश्चित निष्कर्षमा हामी पुग्नुपर्छ। तर सँगैमा हामीले के कुरा बिर्सिनु हुँदैन भन्दाखेरि भने नेपाल सरकारको निकाय आफ्नो ठाउँमा छ, संवैधानिक हैसियतका साथ बसेको निकायहरू आफ्नो ठाउँमा छ। अख्तियारले अनुसन्धान गरिरहेको विषयलाई हामीले अख्तियारले गरिरहेको अनुसन्धानलाई नै भरोसा गरेरै त हामीले अहिले यो भिजिट भिसा प्रकरण बाहिर आएको थाहा पाएको होइन र? अख्तियारले गरिरहेको अनुसन्धानले नै केही कुराहरू उजागर गर्दै गरेको होइन र? त्यसैले अख्तियारले गरिरहेको अनुसन्धानलाई हुन दिउँ न। अख्तियारले गरिरहेको अनुसन्धान चाहिँ मैले अघि भने जस्तो लहरो तान्दै गर्दा पहरोमा गयो भने गृहमन्त्रीजी जानुहुन्छ त। तर तपाईँको चाहिँ अख्तियारले अनुसन्धान गर्दैछ विश्वप्रकाशमाथि, राजीनामा दिनुपर्ने चाहिँ चन्द्रप्रकाशले भनेर एकैचोटि चाहिँ हामीले माग गरिहाल्ने कुरा अलिकति व्यवहारिक हुँदैन। तर पनि सहमतिमा पुग्नुपर्ने कुराको लागि एउटा निश्चित सहमतिमा चाहिँ संसदीय प्रक्रियालाई अगाडि बढाउनु। फेरि विपक्षीको बाध्यता एउटा फेस सेभिङको समस्या पनि हुन्छ, तपाईँलाई थाहा छ। सदनमा बोल्न दिने तर बोलेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने, त्यसपछि संसदीय शान्ति गर्नुपर्ने भन्ने मागमा चाहिँ तपाईँहरूको असहमति हो। होइन, अहिले यो बारेमा त मैले भर्खर भनिसकेँ त, अघि सुरुमै प्रश्नकै उत्तरमा भनिसकेँ यो बारे। फेस सेभिङको कुरा क्या, फेस सेभिङ खोजे होला कि होइन, अब केका लागि उठायो त भन्ने कुरा त हुन्छ। त्यसो पनि भन्नुहुन्न। अब के छ भने संसदमा रहेको जनताबाट निर्वाचित भएर आएर प्रमुख प्रतिपक्ष बनेको अथवा प्रतिपक्ष बनेर अर्को नयाँ दल बनेको अवस्थामा साथीहरूले माग उठाउँदै गर्दा नै अब फेस सेभिङ खोज्नुपर्ने अवस्थामा पुग्नुभयो भनेर मैले भन्नु बिल्कुलै हुँदैन। तर एउटा कुरा चाहिँ के हो भने हामी कस्तो नजिर बसाउने भन्ने कुरामा ख्याल गर्नुपर्छ। अघिल्लो पटक पनि हामीले एउटा कुरा तपाईँहरू सम्झिनुभयो भने सहकारी ठगीको सन्दर्भमा संसदीय छानबिन समिति बनाऊँ भनेर हामीले भनिरहेको थियौँ नि। पोखरामा उजुरी छ राजीनामा गर भनेनौँ क्या हामीले सिआइबीले चाहिँ छानबिन गरिरहेछ तपाईँ अन्तर्गतकै गृह मन्त्रालय अन्तर्गतको राजीनामा गर्नुहोस् भनेनौँ कि। अहिले चाहिँ के भन्दाखेरि पनि गृह मन्त्रालय अन्तर्गतले छानबिन गरिरहेको पनि छैन। अहिले छानबिन अख्तियारले गर्दैछ। अख्तियारलाई भरोसा गरौँ न। यो भिजिट भिसा प्रकरण ल्याएको कसले? अख्तियारले ल्याएको होइन। अख्तियारले चाहिँ छानबिन गरेर आएको होइन। अख्तियारले गरिरहेको छानबिनलाई भरोसा गरौँ। अख्तियारले गर्दै गरेको छानबिनको दायरामा चाहिँ जब जो पर्नुहुन्छ नि ती कसलाई छोड्न लाउनुपर्छ छोड्न लाउने हो कि। तर चाहिँ पर छानबिन हुँदैछ पर गेटमा भनेर भित्र कोठामा रहिरहेको मान्छेलाई तपाईँ नै दोषी भनेर भनिहाल्ने क्रम गऱ्यौँ भने कुनै रिपोर्टर साथीले लेखेको समाचारको बारेमा रिपोर्टर साथी जति जिम्मेवार बन्नुहुन्छ निश्चय नै त्यो संस्था पनि जिम्मेवार बन्छ। तर रिपोर्टर साथीलाई मुद्दा लाग्दै गर्दा सम्पादकलाई चाहिँ गिरफ्तार गरिँदैन क्या। त्यसकारणले गर्दै गर्दा पहिला सम्पादकको टेबलमा पुग्ने गरी नै अनुसन्धान हुँदैछ भने पुग्यो भने त्यही बेला हेरौँ न।